सबियन सँगसँगै मजाले टक्क लगाएर म चाहिँ घरमा छु होइन खाउले तपाईँले टक्क लगाएर बिहानको कति यस्तै 9 बजिरहेछ भने 40 भइरहेछ टक्क लगाएर म यस्तो चाहिँ बिहान मेरो घाम एकदम चर्को लाग्यो नि 4-5 दिन पानी पर्देखि खाना खाएर अब ट्युसन लगेर घट्टामा राख्न जाइरहेछौँ अब घट्टामा गएर पेसेस राखेर आउनुपर्ने हुन्छ घट त कस्तो जस्तै पनि देखाउँछ होइन कसैले थाहा होला घन्टातिर बहिनी हुन्छ हुन्छ के राम घट्टो एकदम नजिक आइसकेको छ होइन त्यहाँनिर छ होइन पुल भने गाइज चक्र यहाँदेखि अब बाँसको झ्याङझ्याङै नजिक जानुपर्ने हुन्छ धेरै नजिक छ भने गाइज हाम्रो घट्टा अनि गाउँदेखि एकदम खोलाको नजिकै छ कि यहाँनिर छ धेरै पछि घट्टा आइरहेको छु के मगा त होला पिदिनु यसलाई पनि मगा ल्याएको छु मगा घरमा कहाँ ल्याउँदा टक्कलाई भित्रको यस्तो छ भने किन्नु होला त्यस्तै नाटक गर्नुहुन्छ भिडियो टक्कलाई यो चाहिँ यस्तो चल्छ भने गाइस रोक्नु माथि बनाएर आउँछ त यहाँको बाटो चाहिँ यस्तो छ भने यहाँबाट माथि यसरी यहाँबाट पानी पिन्छ होइन त्यही खोलाकै पानी हो नि यहाँबाट यो खोलाको पानी हो भने गाइस त्यो माथि जाली छ नि हो त्यो जालीबाट यस्तरी किनारबाटै बाँध बनाएर लिएर यहाँसम्म कुलोबाटै यहाँबाट यो छरो हो नि यहाँदेखि तल यहाँदेखि यसरी लगेर त्यहाँ गएको छ भने त्यो पानी खेतमा पनि चारिन्छ नि अहिले घट्टालाई युज गरिन्छ घट्टालाई पनि युज गरिन्छ सबैसँग युज गरिन्छ नि यहाँबाट यसरी यहाँबाट यहाँसम्म यहाँदेखि भित्रबाट पानी पिन्छ एकदम फोर्समा स्पिडमा जान्छ त्यहाँबाट स्पिडमा आएर यहाँबाट यसरी त्यहाँभित्रबाट घुमाउँछ यसरी घुमाएर अनि भित्र अनि यसरी यहाँबाट यसरी पिज्नु गएर घुमाउँछ त्यहाँ माथि त्यहाँ म दिउँसो कति बजिरहेको होला नि टक्क आएर म चाहिँ एकदम गाउँदेखि त्यहाँ छ भने हाम्रो गाउँ त्यहाँबाट यो खोला हो नि खोला तरेर त्यहाँ माथि लगेको थियो बाख्रा त्यहाँबाट यता खोलै यता लिएर आएको छु अनि बाख्रा बाँकी बेला चाहिँ म आएको छु होइन आज दिनकै आउँथ्यो अनि के आज भन्नु टक्क लगाएर अपत टक्कलाई गाउँबाट टाढा जङ्गलमै चारोतर्फ लास्ट घना जङ्गल छ कि टक्क लगाएर म आइसकेको छु अनि अब टक्क लगाएर हिँड्नु पर्दैन हुन्छ बाख्रा चाहिँ त्यहाँ छ नि जङ्गलमा आएको चाहिँ एउटा के फाइदा हुन्छ भन्दाखेरि के खजुरी बहुत पाइन्छ नि खजुरी पनि कस्तो हुन्छ देखाउँछु एकदम लास्ट कालो भएपछि लास्ट मिठो हुन्छ कि त्यो त्यसपछि खानुपर्ने हुन्छ अनि त यारको बिचमा ढलाइदिएर चाहिँ बाटै अप्ठ्यारो भयो त्यसलाई यहाँ बाघ पनि हुन्छ नि त विश्वास गर्नु लास्ट बाघ हुन्छ नि यहाँ त कतिजनाको त बाख्रा पनि मारिसक्यो बाख्रा चाहिँ लास्ट चाहिँ उता गइसक्यो अब छिटो जानु पर्दैन दौड्दै होइन बाख्रावाला चाहिँ 2 जना छ भने बाख्रा चाहिँ 3-4 जनाको बाख्रा छन् तर मान्छे चाहिँ 2 जना छन् हजुर बाह्र म अनि
टक्क लगाएर म चाहिँ यहाँ माथि बसेको छु हजुरबा चाहिँ ऊ तल बस्नुमा ऊ त्यहाँ भन्दै हुनुहुन्छ टक्क लगाएर अब अगाडि बढिदिनु सक्नुहुन्छ ऊ खजुरी पनि त्यस्तो हुन्छ गाइजु देखिरहेन अहिले क्यामेरामा यो खजुरी भनेको पाकेको छैन आजकल अनि पछि पाकेपछि चाहिँ लास्ट मिठो हुन्छ यो अब वैशाखतिर पाक्छ अब कार्तिक ढेइ लाग्यो अब वैशाखतिर पाक्छ पाक पाक मिल मिल त साँच्चै मिल त टक्क लागि यहाँ चाहिँ बाख्रा छ नि बेला साँच्चै तल हिँड्दै माया गर्छ पाकेको खोजेर चाहिँ छैन है हेर्नु गर्नु हुन्छ त्यहाँ पाएको खोजेर आयो भला पनि पाइन्छ नि पाक पाक लक्कलहरू अहिले कराउँदै पनि खान्छ है गाई एकदम मिठो हुन्छ त्यहाँबाट देखेको भने टक्क लगाएर नै एकदम मिठो हुन्छ क्या काजु खोजेर पनि मिठै हुन्छ चबाउन छुट्न पाक पाक मिल यहाँ छ टक्कला यस्तो गर्ने हेर्नु कहाँ र यार टक्कला अब यो भयो मिठो हुन्छ लास्ट नखाएको मान्छेलाई छिटै हुन्छ तर खाएको मान्छेलाई त बानी परेको मान्छेलाई चाहिँ मिठो हुन्छ म यहीँ बस्दिनु पर्ने हुन्छ अनि टक्क लगाएर बाख्रो चढ्दै यता यो कुलो हो क्या गाइस म खजुरी खाँदै खजुरी यस्तो हुन्छ नि खजुरी अस्ति भनेको थिएँ मैले यस्तो हुन्छ यो पाकेपछि लास्ट मिनट चाहिँ पाक्न लाग्छ अब नि 1-2 दिनमा पाकिहाल्छ खाता हाल्नुपर्छ खाता कसरी हाल्नुपर्छ नि त्यो आफ्नो खजुरी नि यो खजुरीलाई कसरी खाता हाल्नुपर्छ भन्दाखेरि के घरमा चाहिँ कपडा हुन्छ सिरक डस्ना हुन्छ नि त्यस्तो पुरानो भएको क्या त्यसलाई बेर्दिने बेरेपछि नि यसमा अँध्यारो भएको पनि जस्तो झ्याल जोका हुन्न नि कोठामा राखे पनि भयो अथवा सोम राखे पनि भयो क्या कोप्चामा हुन्छ नि आफ्नो घरको कुनै कोठामा त्यो कोप्चामा हुन्छ नि त्यो ठाउँमा राखेर पाक्छ यो लास्ट त्यो रातो हुँला तब घरमा राख्नुपर्छ अलिक पाक्छ क्या टक्क लागि लगाएर अनि कामु पारि गइसक्यो लगभग 5 अहिले कति बजी 5 बजी 6 बज्न आइसक्यो अनि यति घरमा चाहिँ ल्याउनु पर्छ बाख्रा टक्क लगाएर अब चाहिँ धेरै दिनको भिडियो नहालेको हप्ता हाल्नुपर्छ नि त्यही टाइमै हुन्न क्या अब लास्ट यस्तो हुन्छ गाउँ आएपछि अब भिडियो बनाउनु हाल्छु मिलेर भने त्यस्तै अब कसलाई अब घरमा बाँध्नु पर्ने हुन्छ अनि अब घरमा के त भिडियो बनाउनु पर्छ चलाएर यही मात्र भिडियो एन्ड गर्न चाहन्छु अनि आएको सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु ल है त्यति भने आजलाई बिच हस्त जय नेपाल एन्ड बाई बाई गाइज